सम्पूर्ण नमस्कार। तपाईँ आज यस खडेरी मिडिया हेरेर बस्नुभएका सम्पूर्ण महानुभावहरूलाई सौराहा चितवनमा रहेको वन्यजन्तु अखडा पार्क तथा प्रदर्शन तथा सूचना केन्द्रमा तपाईहरुलाई आज भिजिट गराउँदैछु र त्यस वरपर रहेका तस्बिरहरू, हात्ती गैंडा सहितका तस्बिरहरू तथा निकुञ्जका केही तस्बिरहरू तपाईहरुलाई भिडियो मार्फत प्रस्तुत गर्दैछु। भिडियो धैर्यताका साथ हेरिदिनु होला। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै तपाईहरुलाई भिडियो तर्फबाट अगाडि बढाउन चाहन्छु। घाँसे बाघको वन बिरालो ठुलो नील बिरालो यो चाहिँ अखडा पार हो। यो चाहिँ ताडी नील बिरालो, यो अर्कै बिरालो फेरि हो। खुदै जस्तै पनि छ। यो चाहिँ अब नेपालीमा चाहिँ दुम्सी चाहिँ अखडा पार हो है। यो यसको यो यसरी चाहिँ राष्ट्रिय निकुञ्ज भएको यस्तो राखेको यो सालक हो यो है। सालक नेपाली नाम। त्यसको बच्चा यसलाई के भन्दो रहेछ? नेउरी मुसु। यो त लामो के हो यो? मलाह बिरालो जङ्गली हो क्या? वन बिरालो यो रहेछ बल्ल। यो के हो यो? एक सिङे गैंडाको छाला रहेछ यो त। छालामा चाहिँ उयो गरेर राखेको। एक सिङे गैंडा, ठुलो एक सिङे गैंडा। गैंडा मात्र रहेछ। यो के हो? त्यो चाहिँ दाँतहरू सानो बच्चाको यसको चाहिँ प्रजनन प्रक्रियाको रहेछ यो। यसको चाहिँ बच्चा हात्तीको बच्चा, हात्तीको हो क्या? त्यो बाघको छोरो होला नि। चितुवाको बच्चा हो क्या? त्यो चितुवाको छाला भइहाल्यो। अब यो यसरी चाहिँ संरक्षण क्षेत्रमा चाहिँ यहाँ हेर्नुभयो है चितुवा है। भित्रको फालेर बाहिरको मात्र अस्ति बजारमा चाहिँ कुद गरेर छालासहित राखेको हो क्या? दाग लाग्छ क्या त्यहाँ? के यो पन्जा हो? फोसिलो यो लङ्गुरको पन्जा हो यो। छापुन के यिनीहरू मार्जिन हुन् क्या? दिशा हो क्या यो? लेखा छ यो काठे भालुको, यो चाहिँ मगर गईको, यो के को रहेछ? यो चाहिँ चितुवाको रहेछ यो पाटे बाघको। अनि यो चाहिँ जराइले यस्तो हग्ने यस्तो यो दिशाहरू रहेछ। दिशाहरू पाटे हग चाहिँ हाम्रो गाईले पनि। यो सबैले दिशा कसले कस्तो गर्छ भन्ने है यो। यहाँ उताको यहाँ तल दिदी त्यो होइन यता हेर्न आउनुहोस् यहाँ।
त्यो होइन क्या यतापट्टि हो यी भागुताको यहाँ तल यस्तो किरा किरा खाएको ल यस्तो छ है ल यहाँ चाहिँ माछाको प्रजाति छ है यहाँ यो चाहिँ अर्नाको सिङ सरी यो अर्नाको सिङ छ यो चाहिँ एकचोटि यो चाहिँ माछाको प्रजातिहरू छन् माछा कुन माछा यो चाहिँ चितवन नेसनल पार्क सौराहामा अवस्थित यो चाहिँ बाघको स्ट्याचु छ है यहाँ बाघको स्ट्याचु छ मुसाहरूको प्रजातिको मृत मुसाहरू खरायो रहेछ उता सबै माछा यहाँ यो साना मुसा सुचुङ्गो किराको प्रजाति यता चाहिँ यो के रहेछ गौरी गाईको खप्पर गौरी गाईको खप्पर अरे गौरी गाई यहाँको चाहिँ यो घडियालकै ठुलै रहेछ है यसको छाला त यसलाई हेर है ए सोस रहेछ यहाँ सोस यहाँ तस्विरहरू पातहरू यो पातको कुन अब वनस्पतिको पातहरू रहेछ यहाँ चाहिँ गोहीको अन्डा रहेछ सायद यो सुतुरमुर्ग नेपाल नाम सुतुरमुर्गको अन्डा अस्ट्रिचको अन्डाहरू रहेछ यता चाहिँ गुँड होला यो चराको यता यहाँ चराको चाहिँ यो हजुर त्यो अस्ट्रिचको अन्डा सानोदेखि ठुला यो रहेछ यो चाहिँ अब चिलहरू छ अनि एउटा यो ठेवा के अरे यो धनेश हो यो धनेश यो चाहिँ छोड्का भने यो गिद्ध र कुन हो यो के अरे यो भुँडीफोर भन्छ गिद्धहरू भयो यो कालिज वन कुखुराको प्रजाति घर कुखुरा रहेछ यो सबै वन कुखुरा घर कुखुरा हाम्रो छोरी पनि हेर्दैछिन् होइन छोरी के हेरी छोरी ल भन के हेरी कि छोरी तिमीले कोही माथिबाट नदेखिने रहेछ तलबाट मात्रै देखिने रहेछ घडियाल हो कछुवा यो अजिङ्गर होला यो अब यता जाम के रहेछ यो जरायरका हो यो सर्प साना चाहिँ उयोहरू यो चाहिँ अस्ति काँचुली यो सर्पहरूको प्रजाति रहेछ है यहाँ सबैले हेर्नु भएको छ यहाँ दिदीहरू सबैले यो चाहिँ अब यहाँ चाहिँ सरीसृपहरूको चाहिँ समूह अन्तर्गतको रहेछ यो सबै गोरो होला यो सायद भैँसे गोरो ठिक छ यो सुन गोरो यो भैँसे गोरो यो गोहीका बच्चाहरू घडियाल गोहीको साना छेपारोहरू भए सरीसृप समूह अन्तर्गतका रहेछ भास्रिनी करेत सर्प गोमन सर्प यो चाहिँ करेत यो पनि करेत चाहिँ धेरै प्रजातिको बगालमा हिँड्ने होला नि
सोस सोस हो रहेको छ माछा माछाकै प्रजाति यो पुतलीको चाहिँ प्रजाति कमन नाम छ यो चाहिँ अब फट्याङ्ग्रा प्रजाति भयो यो चाहिँ यो बिच्छीको जस्तो प्रजाति बाघ बिच्छी फलानु हो भने यो झाइँकुरी जस्तै छन् फेरि झाइँकुरीका प्रजाति होला यो भालुको खप्पर यो सायद यो के दाँतहरू होला टमाटो के छन् यहाँ छन् चमराहरू रहेछ मुसाहरू अखेटा बार चाहिँ धेरै रहेछ सन्तिकिराको झागुताको युता होला मेरो पनि सिसामा देखिरहेछ यो माछाको कपाल छ बाम माछा लिएर सबै रहेछ है यहाँ चाहिँ अजिङ्गरको अस्थिपञ्जर भनेको हड्डी अजिङ्गरको हड्डी मात्र रहेछ कि हेर्नुहोस् ओ सानो बच्चा छ त बल्ल सानो बच्चा ल तपाईँ मलाई छुनाएर गयो छोरा यो राप्ती किनार उताडा क्या उल्टौली फेरि राप्ती किनारमा यहाँ घडियाल गई हेर्न आएको हामी घडियालको ढुङ्गामा तस्बिर यो ढुङ्गा खोपेर बनाएको यो चाहिँ राप्ती हो क्या रे अब यहाँ घडियाल पाएँ आएको छ कि छैन आज यो चाहिँ सिमसार हो यो सिमसार ल छोडिदेऊ त्यत्तिकै हिँड्छ यो चाहिँ राप्ती क्षेत्रको सिमसार नजाऊ है छोरी तल हामी आउँदा त पहिला कुर्ची थियो कि यहाँ खुब अहिले त छैन नि खै ए यसो हेर्दा नि यो तस्बिर बिचको नि घडियाल जस्तै बनाएर छ है यो बिचको हेर नि यो स्पेस क्या यही त हो नि राप्ती ए लाउँछ के गैँडा किन्छु न बरु यहाँ चाहिँ दुईवटा गैँडा रहेछ यसो जानु ल के गर्नु जान्छ पालेको त हो यो यतै आयो त्यहाँ ल खानलाई मागिरहेको यसले के खानालाई अनि सट्ट हान भने ल यसको जिब्रो नआउने चार्ज दिएर जिब्रो ए ल छोयो यहाँ हेर न यस्तो घाउ छ है यहाँ त जता नि हिँडेभित्र बस्नु हो क्या चेतन चर्न लगाएको के हो त काटी काटी छ के हो काट्ला खोज्दै हो यिनै हो क्या मैले अघि नै भनेको थिएँ नि यी त सबै बाहिरका हुन्छ बच्चा ल्याएर भित्र हो क्या माउले छोडेर अथवा माउ मरेर भएका हुन् क्या यिनीहरू अस्ति नै दुईवटा चाहिँ कोसी टप्पै कहाँ पठाएको थियो नि हान्दैन रहेछ
मुत्यो त्यहीँ पिसा फेर्न आएर चाहिँ क्या यसले टोइलेट खोज्छ औषधि हो अरे क्या त्यो त के केही नि गर्दैन त्यसले त्यहीँनिर सुतिरहेछ कताको हो ए यहाँ रहेछ यहाँ राख्नुहोस् ठ्याक्कै यहाँ सुतिरहेछ गई ओ माछा हेर्नु न कत्रो हो आमामा हेर्नु त माछा त्यहाँ अब त्यहाँ रहेछ ओ ती त्यो पिक्चरै त्यस्तै छ अझ उतारेर त ठ्याक्कै देखिन्छ यहाँबाट त भन्दा यहाँ त जे हेर्ने नि तपाईँले बन्दैन जस्तै देखिन्छ क्या यहाँको त के छ कस्तो लागिरहेको भन्छ ठिक लागिरहेको हो भिनाजुलाई कस्तो लागिरहेछ ठिक छ गैँडा पनि हेर्नुभयो हात्ती हेर्नुभयो गोही हेर्नुभयो माछा हेर्नुभयो अहिले चाहिँ अब संरक्षण त्यो प्रकृति संरक्षण वाला चाहिँ के अरे अखाटो पारावाला हेर्नुभयो हेर्दाखेरि सबै राम्रो छ ल यो चाहिँ सौराको यो होटलहरू भयो क्या अरे ल हेर्नुहोस् नआए पनि यसबाट हेरेर मजा आनन्द लिनुहोस् तपाईँलाई मैले यसरी देखाइरहेको छु त्यो चाहिँ भिजिट जङ्गल भिजिट गर्न गएको भित्र सफारी होला त्यो त पैदल हो सफारी उता बसिरहेको जस्तो छ अलि जाउँ सबै बसेर